सम्पूर्ण साथीहरुमा न्यानो अभिवादन। साथीहरु, आज म तपाईहरुको बीच प्रस्तुत भएको छु। सम्पूर्ण साथीहरुलाई थाहा होला मध्यरातमा पोस्ट गरेको पोस्टले आज आलोचनाको पात्र बनेको छ महानगरका नगर प्रमुख बालेन शाहले। साथीहरु, सम्पूर्णलाई थाहा होला हिजो राति मध्यरातमा फेसबुकमा स्टेटस लेख्दै सम्पूर्ण केही देशहरुलाई र केही राजनीतिक दलका नेताहरुलाई निशाना बनाउँदै काठमाडौँ महानगरको नगर प्रमुख बालेन शाहले आफ्नो फेसबुक स्टेटसमा लेख्दै असभ्य शब्दहरू लेख्नु भएको छ। जसले गर्दा म आज तपाईहरुको अगाडि उपस्थित भए। मलाई जहाँसम्म लागिरहेछ कि यो स्टेटस चाहिँ वास्तवमा एडिट गरेर नै अपलोड गरेको छ, वा फेरि महानगरका मेयर बालेनले यदि पोस्ट गरेको छ भने उहाँले चाहिँ आफ्नो गल्ती स्वीकार गरी चाहिँ उनलाई आफ्नो फेसबुक स्टेटसबाट हटाएको छ, वा फेरि यो पुष्टि हुन सक्छ कि महानगर प्रमुख बालेनको फेसबुक आइडी चाहिँ ह्याक भएको थियो जस्तो पनि मान्न सकिन्छ। किनभने यदि तपाईहरुलाई लागिरहेको छैन भने तपाईहरु यो पोस्ट हेर्नुहोला। यो भिडियोको अनुसार तपाईहरुले पनि थाहा पाउन सक्नुहुन्छ। सम्पूर्णमा जानकारी गराउन चाहन्छु। आलोचनाका पात्र बनेका मेयर बालेन